अब समृद्धिको र सुशासनको दिशामा जानको लागिलाई पनि नेपाललाई अब एउटा मात्रै बातको आवश्यकता पर्यो, त्यो हो हर्कबाद र श्रम बिना समृद्धिको दिशामा जान सकिँदैन भनेर नै हामी यो अन्तिम निचोड र अन्तिम विकल्प सहित हामी आज रोल्पाको लिबाङ भन्ने ठाउँमा हामी उपस्थित छौँ। असाध्यै यहाँको वातावरण पनि असाध्यै राम्रो, प्रदूषणहरू नभएको, यहाँको भाषा अर्ग्यानिक, खाना अर्ग्यानिक, अनि प्रकृति अर्ग्यानिक, घर अर्ग्यानिक, अनि नदी नाला हरेक कुराहरू यहाँ चाहिँ हेर्ने हो भने हामी हरेक कुराले समृद्धिमा छौँ। तर एउटै चिजको समृद्धि भएन, त्यो हो मात्र यहाँ विकास गर्ने नेतृत्वको कमी भयो यो देशमा। अब चाहिँ समृद्धिको बाटोमा जानको लागि हर्कवाद नै एउटा अन्तिम विकल्प हो भन्ने हामीले ठहर गरेका छौँ।